Hey YouTube, this is Bias Reaction अनि आज हामी रियाक्ट गर्दैछौँ बन्चरे नालायक फिचरिङ थगस्तान तैरे प्रोड्युस बाय आयुष बिट्स अफिसियल अडियो म्युजिक भिडियो छैन गर्दामले उमेरमा सपना पछाउँदै नालाई रानी बनाइराख्नु मन छ घरमा आमालाई राम्रो संस्कार दिन पाउँ म भन्दा सानालाई समयको डोरमा गुमाउनु छैन अब आफ्नालाई सब कुरादेखि लाचार आजकल म अपाङ्ग झैँ जिन्दगीदेखि वाक्क बाँच्न मन छैन खासै खसेका तारा गन्दै टोलाउने गर्छु अझै म आफ्नै सोचहरूको कैदी सोचमा नै चुक्कै खाली खल्टी खल्लो बात यो बन्चरे हो क्या हो किनभने थगस्तानले यस्तो टाइपको लेख्छ त्यो पूर्वालीको त्यो दसैँ आफ्नै घरमा महसुस गर्छु जस्तै कि म हो घर जोइ भएको छोरो नालायक निस्क्यो आउनुको छैन अर्थै मेरै कारनामाको प्रेसरको दबाई छ बढ्दै यस्तै कुराहरूको कारण हुने गर्छु ट्रामाटाइज आफैलाई सोध्ने गर्छु वाट्स द पर्पस अफ माई लाइफ ओभर थिङ्किङ सुसाइडल थट्सहरू आउँछ एभ्री नाइट आई टोल्ड माइसेल्फ वान डे एभ्रिथिङ विल बी अलराइट चाहन्छु म सबैको उठमा हाँसो होस् राम्रो काम नाइस न्यू स्कुल ऱ्याप फिचरिङ ओल्ड स्कुल ऱ्याप टाइपको भयो फेरि सुन्छ है राम्रो छ बन्चरे फर्स्ट टाइम लिस्टिङ टु बन्चरे एन्ड इट्स गुड गर्दामले उमेरमा सपना पछाउँदै नालाई रानी बनाइराख्नु मन छ घरमा आमालाई राम्रो संस्कार दिन पाउँ म भन्दा सानालाई समयको डोरमा गुमाउनु छैन अब आफ्नालाई सब कुरादेखि लाचार आजकल म अपाङ्ग झैँ जिन्दगीदेखि वाक्क बाँच्न मन छैन खासै खसेका तारा गन्दै टोलाउने गर्छु अझै म आफ्नै सोचहरूको कैदी सोचमा नै चुक्कै खाली खल्टी खल्लो बाट्यो पूर्वालीको त्यो दसैँ आफ्नै घरमा महसुस गर्छु जस्तै कि म हो घर जोइ भएको छोरो नालायक निस्क्यो आउनुको छैन अर्थै मेरै कारनामाको प्रेसरको दबाई छ बढ्दै यस्तै कुराहरूको कारण हुने गर्छु ट्रामाटाइज आफैलाई सोध्ने गर्छु वाट्स द पर्पस अफ माई लाइफ ओभर थिङ्किङ सुसाइडल थट्सहरू आउँछ एभ्री नाइट आई टोल्ड माइसेल्फ वान डे एभ्रिथिङ विल बी अलराइट चाहन्छु म सबैको उठमा हाँसो होस् राम्रो कामको तारिफ होस् चोकमा चासो होस् खोप्न होस् चरित्रमा केही रोग नलागेको होस् थोरै परिवारमा ध्यान थोरै नोटमा गएको होस् कोही छैन खोट नलाउने चलन रहेछ यहाँ चाहिने नै यति हो नि त जिन्दगीमा चाहिने नै यति हो नि होस् खोप्न होस् चरित्रमा केही रोग नलागेको होस् थोरै परिवारमा ध्यान थोरै नोटमा गएको होस् कोही छैन खोट नलाउने चलन रहेछ यहाँ चाहिँ यस्तै कमाउन मन छ मलाई नि पैसा भावना बेच्दै के बन्ने कसम खाएको छु आमाको आँखामा हेर्दै बढ्नु छ अझै नै अगाडि समस्याहरूको सामना गर्दै समयसँगै बदलिन म किन सकिन कति खुसी हुन्थ्यो मन मेरो अस्ति न दैव लेखन आएझै लाग्दैछ मतिर सपिर थाहा छैन यहाँ उम्किन सकिन लाग्दैछ मतिर सपिर थाहा छैन यहाँबाट उम्किन सकिन्छ सकिन्न र ड्रगमा लाछु म आजकल सकिन कति खुसी हुन्थ्यो मन मेरो अस्ति न दैव लेखन आएझै लाग्दैछ मतिर सपिर थाहा छैन यहाँबाट उम्किन सकिन्छ सकिन्न र ड्रगमा लाछु म मलाई नि पैसा भावना बेच्दै के बन्ने कसम खाएको छु आमाको आँखामा हेर्दै बढ्नु छ अझै नै अगाडि समस्याहरूको सामना गर्दै समयसँगै बदलिन म किन सकिन कति खुसी हुन्थ्यो मन मेरो अस्ति न दैव लेखन आएझै लाग्दैछ मतिर ए दैवले खनाए जै लाग्छ मैले दैव लेखन भन्यो भगवान्ले तर होइन दैवले खनायो भने इट्स नाइस लेखन आएझै लाग्दैछ मतिर सपिर थाहा छैन यहाँबाट उम्किन यो सबै मलाई मात्रै किन भइरहेछ भन्दा छ मतिर सपिर थाहा छैन यहाँबाट उम्किन सकिन्छ सकिन्न र ड्रगमा लाछु म आजकल फक्ड भएको छु म कस्तो राम्रो सुनेको तर राम्रो आई मिन के अरे थगस्तानले भन्दाखेरि यो भन्दाखेरि म त्यो पत्ताउँदिनँ होइन उसले स्टोरी भन्न सक्यो सोसाइटीको तर थगस्तानको भोकलहरूले गर्दा यो मान्छेले सोझो राम्रो बुझ्नेवाला टाइपको छ क्या होइन किन राइटिङ पनि त्यस्तो गहन छ नि त
लट्ठ पर्दै बस्ने घरमै आजकल लक्ड भएको तर ड्रगमा लाग्छु म आजकल फक्ड भएको छु म लट्ठ पर्दै बस्ने घरमै आजकल लक्ड भएको छु म पुरानो प्रेमिकाको प्रेम सम्झिँदा मक्ख पर्छु म फेरि परिवारको याद आउँदा छटपटाउँछु म एक दिन बोके आउँछु औकात बाहिरको उपहार सायद दैवले सुन्दैछ मेरो यो पुकार सफलताको कारणले उदास यो मुहार सहने गाह्रो भयो दैवलाई बाउछ रितमा आमाले चिन्ता छोरालाई प्यारसँग हिँड्छ बिन्दा छिमेकी चिक्ने कुरा काट्छ दिन रात पासको पावाई दस बिल्ला फर्किन गर्न उठाइ 4 किल्ला विजनको क्लियर पहिला ती दिलमा गरेन सेयर राखे सबै दिलमा पैसाले चिताको दिन अस्थिरता देख्दैन सपना निदाउँदा देख्छु मेरी आमाको मुहार बाउको भरोसामा माथि अरू कोही छैन आधार कसरी बिर्सिनु त्यो दिन जब कोही थिएन मेरो साथ भाग्यमानी भन्दैन म हरेक दिन गर्छु प्रयास गर्दामले उमेरमा सपना पछ्याउँदैनलाई एकछिन न बस न एकछिन सुन्नु देऊ यो पार्ट ब्रिज दामी लाग्यो मलाई एक दिन बोके आउँछु औकात बाहिरको उपहार सायद दैवले सुन्दैछ मेरो यो पुकार सफलताको कारणले उदास यो मुहार सहने गाह्रो भयो दैवलाई बाउछ रितमा आमाले चिन्ता छोरालाई प्यारसँग हिँड्छ बिन्दा छिमेकी चिक्ने कुरा काट्छ दिन रात पासको पावाई दस बिल्ला फर्किन गर्न उठाइ 4 किल्ला विजनको क्लियर पहिला ती दिलमा गरेन सेयर राखे सबै दिलमा पैसाले चिताको दिन अस्थिरता देख्दैन सपना निदाउँदा देख्छु मेरी आमाको मुहार बाउको भरोसामा माथि अरू कोही छैन आधार कसरी बिर्सिनु त्यो दिन जब कोही थिएन मेरो साथ यो तीनटाको हो बन्चरे थक्सन तैरे फर्स्टको बन्चरे हो आई डोन्ट नो है थक्स्तान सेकेन्डको आइनो यो तैरे होला तैरेको दामी छ भन्दैन म हरेक दिन गर्छु प्रयास गर्दामले उमेरमा सपना पछ्याउँदैनलाई रानी बनाइराख्नु मन छ घरमा आमालाई राम्रो संस्कार दिन पाउँ म भन्दा सानालाई समयको डोरमा गुमाउनु छैन अब आफ्ना यो कभर आर्ट नि राम्रो छ गीतसँगै रिलिज सब कुरादेखि लाचार आजकल लाइट अँध्यारो। जिन्दगीदेखि वाक्क बाँच्न मन छैन खासै खसेका तारा गन्दै टोलाउने गर्छु अझै म आफ्नै सोचहरूको कैदी सोचमा नै चुक्कै Eyes on the beat. Nice. यो गीत राम्रो छ ओल्ड स्कुल न्यू स्कुल दामी यो गीतको भाइब्स राम्रो छ एकदम राम्रो छ यही भन्दै म आफ्नो कुरा यहीँ समाप्त गर्न चाहन्छु